चुड भन्छ, अर्को ऋषिको नाम दिन्छ। के तामाङहरू विद्वान हुँदैनन्, विदुषी हुँदैनन्, ज्ञानी हुँदैनन्, आत्मज्ञानी हुँदैनन्, युगद्रष्टा हुँदैनन्, तत्त्वज्ञानी हुँदैनन्? हुन्छन्, तर हाम्रा बौद्धिकताहरू बेचिएका छन्, हाम्रा ज्ञानहरू बेचिएका छन्। त्यसो भूमि बेचिएको छ, सत्ता बेचिएको छ, राज्य बेचिएको, सारा कुरा हामीबाट लुटिएको छ। त्यसकारण यो मुलुक हामी साधारण रैकी मात्र होइन, जनता मात्र होइन, मात्र नागरिक होइन, यो देशलाई निर्माण गर्ने, आजको यो सभ्यतामा ल्याउने, आजको यो स्थितिमा ल्याउने भनेको तामाङहरू हो। त्यो तामाङहरू आज पिपा भएर बसेको छ, भरिया भएर बाँचेको छ। लाज नमान्नुहोस् है आमाहरू, दिदीबहिनीहरू, बेस्या भएर बसेको छ, चेलीबेटी बेच्नेहरू भएर बसेको छ। र आज गुन्डा भनिएको छ। चोरमा समाचार आयो, गुन्डामा समाचार आयो, ब्याङ्क लुट्नेमा समाचार आयो, अपहरणमा समाचार आयो भने 10 जना छ भने एउटा तामाङको छोरा पर्छ। हरेक अपराधमा तामाङको एउटा छोरा, एउटा बच्चा जोडिएको छ। आज तामाङको बच्चा अपराधमा किन जोडिएको छ? हामीले बुझ्ने बेला आइसकेको छ। किन हाम्रा छोराहरू अपराधमा गएका छन्? किन अमर्यादित पेसामा हामी जोडिएको छ? त्यहाँ राज्य सत्ताको प्रश्न छ, त्यहाँ समाजको प्रश्न छ, त्यहाँ हाम्रो समुदायको प्रश्न छ, त्यहाँ हाम्रो खबरदारीको प्रश्न छ। हामीले हाम्रा बच्चाहरूलाई, हाम्रो परिवारलाई, हाम्रो समुदायलाई ठिक ढङ्गले हेरेका छैनौँ, बुझेका छैनौँ। यसकारण आजको दिनमा हामीले बुझ्न जरुरी भयो नि त। यो देश हाम्रै रहेछ, यो समाज हाम्रै रहेछ, यो राज्य हाम्रै रहेछ, यो सरकार हाम्रै रहेछ, यो सम्पूर्ण मुलुक हाम्रो हो भने आज मुलुक बिग्रिँदै गइरहेको छ। यो मुलुक के हो? हिरा हो, हिरा। यो मुलुक एउटा मोती हो, तर आज यो हिरा फुटेको घैँटोको खपटा बनेको छ। आज यहाँ विद्यार्थीहरू मात्रै बस्न नचाहने होइन, युवाहरू मात्रै बस्न नचाहने होइन। आज व्यवसायीहरू पनि व्यापारको सटर बन्द गरेर विदेश जान थालेका छन्। अब गाउँ खाली भइसक्यो। गाउँ मात्रै खाली होइन, अब सहरका मोहडाका सटरहरू बन्द गरेर सबै नेपालीहरू बेचिन थालेको छ। यो कसले गर्दा भएको हो? यो भएको सबै हाम्रो मुलुकको भ्रष्टाचारिताले हो, भ्रष्टताले हो, सुशासनको समस्याले हो। सुशासन किन हुँदैन? सुशासनको कारणले। जहाँ सुशासन ठिक ढङ्गले हुँदैन, त्यहाँ सुशासन हुँदैन। जहाँ सुशासन हुँदैन त्यहाँ भ्रष्टाचार हुन्छ। जहाँ भ्रष्टाचार हुन्छ, पढी लेखेका नयाँ युवाहरूले अवसर पाउँदैन।